Hi everyone, welcome back to the channel. Hope you're doing well, guys. I'm today super excited. पक्कै पनि तपाईलाई थाहा भइसक्यो होला टाइटल देखेर पनि फाइनली गट DJI Osmo Pocket 3 आज महिनौं दिनको पर्खाइपछि चाहिँ यो सफल भएको छ। यो पाउन सफल भएको छु म चाहिँ। अब यो लिनको लागि मैले आज भन्दा 1 महिना 2 महिना अगाडिदेखि नै मैले यो लिनको लागि म धेरै ठाउँहरु चाहिँ भिजिट गरे, धेरै मलहरु भिजिट गरे। तर जुन मलमा गए पनि अब आउट अफ स्टक छ भन्छ। अनि यदि लिन चाहनुहुन्छ भने चाहिँ बुकिङ गर्न सक्नुहुन्छ। बुकिङ गरेको चाहिँ अब कुनै मलमा चाहिँ 1 महिना लाग्छ भन्छ, कुनै महिनामा 2 महिना पछि भन्छ, त्यस्तो भन्थे। तर लास्ट यो 2 हप्ता अगाडि चाहिँ म यहाँ लोते ओल्ड डिपार्टमेन्टमा गएको थिएँ। त्यहाँ चाहिँ 2 हप्तामा चाहिँ ल्याइदिन्छु भन। अनि त्यसले मैले त्यहाँ 2 हप्ताको लागि मा चाहिँ ल्याउँछु भन्छ। ल म बुकिङ गर्छु भनेर मैले 2 हप्ताको लागि चाहिँ म्याच दिएर चाहिँ बुकिङ गरेको थिएँ। र आज 2 हप्ता चाहिँ नसकिँदै 2 दिन अगाडि नै अनि मलाई चाहिँ डेलिभरी गरिदिए रहेछ घरमा। अनि म काम सकेर अनि घरमा आउँदाखेरि चाहिँ मैले घर बाहिर अब देखेँ पनि। अनि प्लस अब काममा हुँदा चाहिँ अब मेसेज आइसकेको थियो कि डेलिभरी भयो भनेर। अनि सो आई एम सुपर एक्साइटेड। अब म चाहिँ तपाईहरुलाई खोलेर चाहिँ देखाउँछु। यहाँ अब कम्बो सेट लिएको थिएँ। अब कम्बो सेटमा चाहिँ के आउँदो रहेछ अब यो हेरौँ। म तपाईहरुलाई खोलेर देखाउँछु र यसको कस्ट कति पर्न गयो मलाई सबै कुराहरु चाहिँ म चाहिँ यो खोल्न गइरहेको छु। अब के छ यसमा अब म तपाईहरुलाई देखाउँछु के आएको छ यहाँ। है पहिला सुरु बाहिर चाहिँ यो चाहिँ मेरो 256 GB को मेमोरी कार्ड छ। यो चाहिँ मैले छुट्टै किनेको हो। यसमा कम्बो सेट किन्दा चाहिँ आउँदैन। यसलाई मैले चाहिँ छुट्टै अर्डर गरेको थिएँ किनकि क्यामेरामा चाहिँ मेमोरी पाउँदैन कम्बो लिँदा पनि। त्यसैले चाहिँ यो चाहिँ मैले छुट्टै लिएको थिएँ। यो चाहिँ मेरो मेमोरी कार्ड हो। यो DJI केयर रिफ्रेश भन्छ। यो DJI रिफ्रेशको चाहिँ अब यो ल फाइनल्ली गाइज अब यहाँ चाहिँ मेरो आयो। अब यो चाहिँ मेरो Osmo Pocket 3 अब खोलेर के छ त भन्ने कुरा हो। यहाँ हेर्नु है त, म अब यहाँ के छ भन्ने कुरा चाहिँ अब यहाँ भित्र खोलेपछि थाहा हुन्छ। अब म यहाँ खोल्न गइरहेको छु। यो चाहिँ त्यसको प्याकेट भइहाल्यो। यहाँ के आएछ हेरौँ पहिला। DJI फर्मुला छ यो क्याटलट हो। अब कसरी चलाउने क्याटलट हो यो। यिनै हो DJI को। यहाँ अर्को पनि कभर छ यहाँ छ। अब यसमा चाहिँ के छ भन्ने कुरा। यो चाहिँ के रहेछ त यहाँ। यो चाहिँ यसको क्यामेराको कभर हो। यो चाहिँ बाहिर खोल हो चाहिँ। अहिले यो चाहिँ राखौँ। यो चाहिँ कभर हो। यस्तो हुन्छ यसको हेर्नु। कभर यस्तो छ। यो चाहिँ माइक हो। यो एक्स्ट्रा माइक हैन, यो चाहिँ ब्याट्री हो। यो एक्स्ट्रा ब्याट्री हो चाहिँ। यसलाई म अहिले कसरी युज गर्छु म त तपाईहरुलाई देखाउँछु अहिले। यो एउटा एक्स्ट्रा माइक हो। अनि एउटा अर्को यो चाहिँ स्ट्यान्ड हो। यसको चाहिँ पछाडि तल यस्तो स्ट्यान्ड हुन्छ यस्तो। यो चाहिँ उसकोमा जोडेर क्यामेराको तल ठाउँ दिएको हुन्छ त्यसमा जोडेर यसरी राखेर टर्च खिच्न ओर्न भिडियो रेकर्ड गर्नको लागि सजिलो हुन्छ नि। यो अर्को ब्याट्री भयो। यो चाहिँ यो सानो ब्याट्री छ। यो ब्याट्रीमा पछाडिपट्टि यस्तो दिएको हुन्छ। यसमा चाहिँ यो ब्याट्रीमा यसरी यो लगाएर यसरी अनि यो चाहिँ जोड्नु चाहिँ यो यसरी जोडेर
जोड्ने है ब्याट्री हो यो ब्याट्री चार्ज गर्न यहाँ डाइरेक्ट यो क्यामेरामा जोइन गरेर अनि पछाडि यहाँ चार्जर पनि छ चार्जर राख्न पनि सकिन्छ हेलो हेर्नुहोस् ल हेर्नु यो एउटा माइक छ DJI-को यो DJI-को लोगो छ अनि DJI-को लोगो भयो माइकको यो चाहिँ माइक्रोफोन माइक हो यो यसमा चाहिँ यसैबाट रेकर्ड गर्न सकिन्छ अनि माइकमा पनि रेकर्ड हुन्छ यो रेकर्ड गर्न यो बटन देख्नुहुन्छ यो रेकर्ड अनि यो चार्जिङको लागि यहाँ चाहिँ C टाइपको ज्याक दिएको छ अन अफ यहाँ भइसक्यो यहाँ छ यो माइक एउटा यो C टाइप केबल दिँदो रहेछ चार्जिङको अब क्यामेरा ब्याट्रीलाई अनि माइकलाई सबलाई लाग्छ यो चाहिँ के रहेछ यहाँ यो माइकको लागि छ यो माइकको लागि हो यो यसले चाहिँ बाहिरको कुनै एयर कस्तो बाहिर आवाज हल्ला बढी छ भने त्यसको लागि चाहिँ हल्का कम गर्छ यसले चाहिँ त्यसको लागि यो चाहिँ राख्न निकाल्न चाहिँ एकदम इजी छ देख्न सक्नुहुन्छ यस्तो गरेर टक्क राख्यो निकाल्यो र त्यो भयो अर्को चाहिँ यो चाहिँ त फोन उसमा क्यामेरामा सेट गरेर अनि हिँड्दाखेरि चाहिँ यसरी हातमा जुल्न सकिन्छ किनकि सानो हो नि त क्यामेरा सानो भएपछि कस्तो झर्न सक्ने सम्भावना चाहिँ धेरै हुन्छ कि रेकर्डिङ गर्ने क्रममा त्यही हुँदाखेरि चाहिँ यसरी टक्क हातमा राख्यो एउटा जोडेपछि यस्तो हुन्छ अर्को त खै केही छैन यो चाहिँ एउटा एक्स्ट्रा एउटा लेन्स पाउँछ यसले चाहिँ कस्तो भन्दा यो चाहिँ तपाईँको त्यो फोन क्यामेरामा जोइन गरेपछि पछाडिपट्टि यो म्याग्नेटिक हुन्छ यो आफै त्यहाँ क्यामेरामा जोडेपछि यो म्याग्नेटिक हुन्छ क्यामेरा जोडेपछि चाहिँ आफै वाइड एङ्गल भन्छ त्यसलाई चाहिँ यो फ्राकिलो धेरै यो ओगट्न मिल्छ यसले ओगट छ धेरै ठाउँ एरिया चाहिँ लिन्छ यसले क्याप्चर गर्न सक्छ यो लेन्सले चाहिँ यो म्याग्नेटिक हो यसलाई चाहिँ सिर्फ क्यामेरामा राखिदिएपछि आफै जोइन हुन्छ त्यो क्यामेरामा चाहिँ त्यो पेचहरू यस्तो लगाउनु पर्ने छैन देख्न सक्नुहुन्छ त्यसपछि रह्यो अब क्यामेरा यो चाहिँ क्यामेरा हो हेर्नुहोस् त क्यामेराको यो यस्तो छ प्याकिङ गराउँदा टक्क यो कासी मैले अन गर्छु यो भाषा चेन्ज गर्नु भनेको यो भाषा लेखेँ भाषा गर्नलाई इङ्ग्लिस स्वाइप टु की स्किप हेर्नु देख्न सक्नुहुन्छ यो लेफ्ट स्वाइप गरेपछि चाहिँ स्क्रिन लेफ्ट स्वाइप गरेपछि चाहिँ यो ओपन हुन्छ अनि त्यसलाई फेरि यस्तो स्वाइप गर्दै चाहिँ अब यहाँ पहिले सोध्छ अब बन्द स्विच अफ गर्न चाहने कि अब कन्टिन्यू गर्न रेकर्ड भन्ने अब त्यो सोध्छ पहिले अब यो स्विच अफ हुनुहुँदा पहिला अनि कन्टिन्यू गर्छ अब त्यहाँ कन्टिन्यू स्क्रिन टच गर्दैछ अब स्क्रिन टचमा कन्टिन्यू गर्दैछ अब कन्टिन्यू हुन्छ अनि यसमा चाहिँ फेसिलिटीहरू चाहिँ अब यो फेस ट्र्याकिङ मोड छ अब चाहिँ 180 डिग्रीमा अब यो घुम्छ यसको क्यामेराको लेन्स चाहिँ अनि यो सबै चाहिँ एकदम मलाई चाहिँ एकदम मन पर्यो अब यो सबै कुराहरूको यसको फेसिलिटिजदेखि लिएर यसको भिडियो क्वालिटीहरू सब कुराहरू चाहिँ एकदम मलाई मन पर्यो अनि यो चाहिँ मलाई चाहिँ यसको कस्ट चाहिँ अराउन्ड कति भन्दा अलमोस्ट $700 चाहिँ $700 US डलर चाहिँ परेको छ अब त्यही नै हो अब मलाई चाहिँ यो एकदम मन पर्यो र अनि एकदम लिन मन थियो अब आज फाइनल्ली गट इट